मोल्दोभामा काम गर्न गएर त्यहाँ समस्या परेर नेपाल फर्किनुभयो। अहिले मोल्दोभामा धेरै नेपालीहरू समस्यामा छन् भनिन्छ। तपाईँको अनुभवसहित खास समस्या के हो? के हुने समस्याहरू बताइदिनु न? जस्तो हामीलाई यहाँबाट उहाँहरूले जुन बाचा गरेर लानुभयो होइन, हजुर सबै कुराहरू, अनि त्यो बाचा अनुसार हामीले अब कम्पनी त पाइयो, तर अरू कामहरू जुन भन्नुभयो त्यो काममा हामीलाई पाइएन। हेर्नुहोस्, जस्तो के बाचा अनि गर्नुभएको त्यसपछि थियो? अब जस्तो बाचा गर्नुभयो उहाँहरूले, अब 8 घन्टा ड्युटी, 4वटा छुट्टी महिनाको होइन, हजुर अनि जस्तो ओभर टाइम चल्यो भने हजुरको अब राम्रै हुन्छ। त्यसमा चाहिँ अब खाना बस्न कम्पनीको होइन, अब खाना बस्न हजुर त कम्पनीको थियो होइन। अब हजुर त्यो अनुसार हामीले त्यो पाइएन। हेर्नु, ड्युटी पनि हामीले 10-11 घन्टा गर्नुपर्ने, अनि त्यो ओभर टाइम पनि नपाउने, अनि सेलेरी पनि हामीले भनेको बेलामा पाइएन। हेर्नुहोस् हजुर होइन। अनि त्यसमा चाहिँ अझै मैले तपाईँको 25 दिनको सेलेरी छोडेर आएको छु चाहिँ होइन। हजुर अनि मैले उहाँलाई चाहिँ पैसाको लागि पनि कुरा गरेँ, मेरो पैसा हालिदिनुहोस् भनेर। अनि उहाँले चाहिँ पैसा चाहिँ आउँछ आउँछ भन्नुभएछ, नेक्स्ट विक भनेर। त्यो म सोमबारको टाइम दिनुभयो, तर अहिले सोमबार कतिवटा गइसक्यो होइन, तर मेरो खातामा त्यो सेलेरी आएको पनि छैन। ए अनि हामीले अब जस्तो एउटा काम भनेर जुन कम्पनीमा भन्नुभयो, त्यो काम त हामीले अब त्यो काम त देख्नै पाइएन। अब देख्न त पाइयो, तर हामीले त्यो काम पाइएन। अरू कामहरू अब त्यो अनुसार जस्तो आफूले गर्न सकिएन होइन। जुन काम भनेर लानुभयो, अनि त्यो कामले हामीले आफूले भनेको नपाएपछि सबै कुरा। अनि तपाईँको ठाउँ पनि त्यस्तै। हेर्नुहोस् हजुर होइन, ठाउँ पनि एउटा जङ्गलको छेउमा एकान्तमा, केही देख्नु छैन होइन, त्यस्तै ठाउँ। अब हामी 5-6 जना मात्रै कामदार त्यहाँ, अनि अरू केही छैन होइन। अब खाना पनि मालिकले जे ल्याइदियो त्यही खाने हो। बाहिर हामीले कुनै पनि त्यहाँ देख्न पाइँदैन। हेर्नु, सिटी जानको लागि पनि 100 किलोमिटर, हजुर एउटा मार्केट सामान्य जानको लागि 15 किलोमिटर होइन। हजुर अनि त्यस्तो ठाउँमा लगेर हामीलाई राखिदिनु भयो हजुर होइन। अब त्यो कुराहरू सबै अब त्यो एउटा कम्पनी मिल्यो, अरू कुनै पनि हामीलाई त्यो अब सोचे अनुसार उहाँले जे भन्नुभयो त्यो कुनै पनि भएन होइन। अब हजुर त्यस्तो ठाउँमा अनि मलाई उचित लागेन हेर्नु बस्न। अनि अब त्यसरी सकिँदैन भनेर मैले चाहिँ अब जे हुन्छ नेपालै गएर चाहिँ गर्ने भनेर आफ्नो सोचले म चाहिँ अब त्यही 2 महिना पुऱ्याएर लगभग होइन, अब 1 महिनाको त तलब त्यही पनि बल्ल बल्ल दिएको उसले है। हजुर महिना मर्न बित्तिकै दिएको थिएन। हामीले जो आफै कुराकानी गरेर अब उहाँहरूलाई फोन गर्दा हामीलाई लगेको मान्छेले त फोनै नउठाउने होइन। उम्, बल्ल बल्ल उठाउनु भने खालि आश्वासन मात्रै दिने, अरू बाँकी परेको बेलामा त फोनै नउठाउने।